सो हेलो गाइज वेलकम टु माई न्यू भ्लग। र आज यति भन्दैमा आज कपाल काट्न जानुपर्ने छ है। अब हामी एकछिनमा कपाल काट्न नि जान्छौँ र अङ्कललाई सलामी पानी पनि चढाउनु छ, त्यो पनि चढाउँछु। र यति भन्दै म यहीँ राख्छु र पछि तपाईँहरू भिडियो मजाले हेरेर हेर्नु होला। सो अटो पनि आइसकेको छ है। सो अटोको पनि आइसकेको छ गाइज। ल हामी अटोमा जान्छौँ, एकछिनपछि बजार पुग्छौँ है। म आएँ है त। खुल्ला भयो भने ल्याउने आर्छ के छ ठिक छ छैन आएर यहाँ सुरु जानु लागि है। अनि खाना खानु भयो दाइ तपाईँले? ए जग्गाको सो हामी चाहिँ अहिले अम्लेसगञ्ज गएर रसगुल्ला जान्छौँ, कपाल पनि काट्छौँ है। हजुर गाडी रोक्नुहुन्न मलाई पनि बताउनु अनि यो ग्यास टिप्ले पनि त्यस्तो हुन्छ। फेरि पहिलादेखि छुट लिएको छ क्या। म पहिला घरमा पनि ढलेको, म यहाँ सीता तपाईँसँग पनि ढलेको, निजगढमा पनि ढलेको, यो रक्सी खान कम गर्नु हिजो यहाँ पनि ढलेको। हेर्नु न तपाईँको लागि भन्नु खुल्लाइदिए आज। नौलो खान हिँड्नु नौलो हामी अम्लेसगञ्ज अहिले सुर्ती खाने मान्छे बिराइ हुन्छ मलाई त चुम्रिया अरे ल जाने सुर्ती दामी त्यसलाई व्यवस्था कतिमा ल्याऊ रही सुविधा ल बिहो तपाईँले होइन रक्सी दोकान 3-4 दिन भइसक्यो छोडेर। अनुहार ज्यादी आफूला स्याङ्देन अनुहार चिया भगले छोराको दुइटाको पुऱ्याइदिन्छु आज बाबा त खुद आमा दिदी यति आमा सिधी ओ रमिला सिधी दिदी वा नामले लिएर पोत हो जाला मा जम्ले हो नि यो नि त बहिनी थियो बहिनी दिदी को भन्दा दिदी हो र दिदी भन्दा म आमा त दिदी हो र कप भएर आदि पिगर कुमुदमा टुपेर मलाई भन्छ स्याहार गर्न सकिने स्याहार अनि स्याहार गरेर पुग्छ मुनि दिदीले के अरे मान्छेको पुरो गर्न गरे त्यहाँ बिसाउने सुरी बिसाउ आज ओ ए खबो यहाँ खाउँछु म कतै का दिशा कस्तो छ दिशा ठीक छ ड्रिङ्क कति गर्नु ड्रिङ्क त हाई लेभलै हो। ए उहाँको यस्तो छ जाँच गर्नुपर्छ, लगतको जाँचहरू हेर्नुपर्छ, जन्डिसहरू हेर्नुपर्छ, कलेजको जाँचहरू गर्छ है। यो रक्सीले गर्दाखेरि हो 2-3 दिन भयो छोडेर
जे खाए पनि वापस लागिरहेछ खानै सक्दैन हिसाब पनि खोल्छ हिसाब खोल्छ कुकीहरू लागेको कुकी लागेको सार्थक यता यता सो अहिले चाहिँ हामी कपाल काट्न लाग्यो है ल छैन सो फाइनली मेरो पालो सक्यो अब चाहिँ हामी घर जाँदैछौँ हजुर थ्याङ्क यू मच मच सो हाम्रोमा चाहिँ धेरै जङ्गल छ गाई जङ्गल हेर्नु होला हरियो परियो झर्का होटेल ट्याक्क घरपट्टि ठुक्नै पर्छ है यहाँ तपाईँसँग मान्छेको छ अरे भर्की नि साथी धनै ल यहाँ ठोकिन्छ नि यार सो हामी चाहिँ घर पुग्न लागिसकेका छौँ र सिलेबको ढलानको बाटो छोडेर अब कच्ची झर्ने अवस्था हजुर अदान बुदन गरेर क्यामेरा हल्ने भने नरिसाउनु होला गाइस हेरिदिनु होला अवस्था लाइक यत्रो ढुङ्गा चढेको अवस्था लाइक सेयर कमेन्ट गर्न चाहिँ नबिर्सिदिनु होला र म यति भन्दै आजको भ्लग यहीँसम्म टुङ्गाउनेछु हस् त धन्यवाद धन्यवाद